नमस्कार, नयाँ वर्ष आउँदैछ। कोही साथी, आफन्त वा आफ्नो मनपर्ने व्यक्तिलाई किताब उपहार दिन चाहनुहुन्छ भने नेपथ्य कायदाको उपहार हुनेछ। छेक्यो छेक्यो, हिमाल चुचुरे, तालको पानी, रेशम, आमा इत्यादि गीतले नेपथ्य ब्यान्डलाई प्रख्यात बनायो। गीत सुन्दा जति आनन्द आउँछ, किताब पढ्दा त्योभन्दा पनि बढी आनन्दित महसुस गर्नुहुनेछ। नेपथ्यको उत्पत्ति, उतार चढाव, गीतको उद्गम स्थल, धुनको रचना गर्व, कञ्चटका तिता मिठा अनुभव त छँदैछन्। नेपालको राजनीतिक आर्थिक अवस्थाले सङ्गीत र स्रष्टा कसरी लोप हुन्छ भन्ने तितो यथार्थ पनि यहाँ पस्केको छ। देशमा भएको परिवर्तनको संवाहक नेपथ्य पनि हो। देशमा घटेका हरेक घटनाले नेपथ्यलाई छोएको छ। छोएको मात्रै होइन, उचाल्ने, पछार्ने, लछार्ने काम पनि भएको छ। नेपथ्य एउटा सङ्गीतमा लागेको जोसिला युवाहरूको कथा मात्र नभएर आम नेपाली युवाहरूको व्यथा पनि हो। जहाँ पारिवारिक कलह छ, मित्रको दरो साथ छ, कैयौँ अभावमा सपनाको भोकले अगाडि सरेका डोबहरू देखिन्छन्। उमेरसँगै पाको भएको प्रमाण पनि किताबमा यत्र तत्र सर्वत्र भेटिन्छन्। समयसँगै पाको र निखारिँदै गएको नेपथ्यलाई तालको पानी गीतले जति उठ्यो बस्यो गराए पनि मलाई लाग्छ उनको जीवनको उठबस बुझाउने गीत यो जिन्दगानी नै हुनेछ। गिरीशजीको लेखाइमा जादु छ। सत्यमोहन जोशी किताब र नेपथ्यको लेखाइमा आकाश जमिनको फरक भेटिन्छ। वर्तमानमा बसेर अतीत अर्थात् फ्ल्यासब्याक शैलीमा लेखिएको नेपथ्यमा अल्छी लाग्ने, पढ्दा पढ्दै बीचमा बन्द गर्नुपर्ने भाव पैदा हुने छैन। ठ्याक्कै सिनेमा हेरे जस्तो हुन्छ। कतै हाँसिन्छ, कतै कता कता दुखेको जस्तो महसुस पनि हुन्छ। तपाईँ नै यस्तै महसुस गर्नु चाहनुहुन्छ भने नेपथ्यलाई नयाँ वर्षमा भित्र्याउनुहोला। सम्पूर्णमा नयाँ वर्षको शुभकामना।